नमस्ते सेवारो। यो देखिएको दृश्य चाहिँ पास्तर जिल्ला हिलिया गाउँपालिका वार्ड नम्बर 6 साबिक भारपा गाविस वार्ड नम्बर 4 को पुछार लाइन अर्थात् मेरो जन्मथलो हो। यो जङ्गलको बिचमा देखिएको चाहिँ मेरो पुर्ख्यौली घर हो। पहिला यही ठाउँ स्वर्ग थियो। मैले करिब आफ्नो बाल्यकाल पनि यही ठाउँमै बिताएको थिएँ भने निकै बाक्लो घरधुरीहरू पनि थिए। तर पछिल्लो समयमा मानिसहरूको बसाइ सराइ क्रमले यो गाउँ बिस्तारै जङ्गलमा परिणत हुँदै गए। कैयौँ घरहरू आफै नष्ट हुँदै गए भने हालसम्म मेरो घर चाहिँ जीर्ण अवस्थामा देखिरहेको छ। यसरी आफ्नै जन्मघर जीर्ण अवस्थामा देखिरहँदा पहिलाको जमाना हो भने 2-4 बिहे गरेर सन्तानले डाँडाकाँडा ढाकौँझै जस्तो लाग्छ। तर अहिले यो सम्भव छैन। टाढाबाट रमित हेर्न बाहेक केही सिप लाग्नेवाला छैन। मलाई यो भिडियो उपलब्ध गराउनुहुने उमेरले सानो भए पनि देश विदेशमा नाम परिचर्चा कमाइसक्नुभएका समाजसेवी पहिचानवादी युवा नेता भीम अधिकारी भाइलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै बाँकी भीम भाइकै आवाजमा जस्ताको तस्तै। सेवारो, यो चाहिँ हाम्रो महेन्द्र हाङसुरुम्बा दाईको पुर्ख्यौली घर पनि देखिँदैछ है। त्यहाँनिर हेर्नुहोस्। यो चाहिँ तुङनुपा तेनुपा अलिक माथि पर्छ। तल तुङनुपा पुछार गाउँ तलसम्म यस्तो छ। त्यो तलको झुलुङ्गे पुल चाहिँ पारी जाने हो, चिलिङदेन भन्छ तलपट्टि। त्यस्तो छ। हेवाले साह्रै बिजोग गरेको रहेछ पहिरोहरू गएर। हेर्नुहोस् यहाँ गाउँघर त साह्रै बिरह चल्दो। यही ठाउँमा जन्म्यौँ हुर्क्यौँ है। यो चिउरीको रुख कति टिपेर खाइन्थ्यो पहिला स्कुलबाट भागेर आउँदाखेरि। यहाँनिर घुम्ती हाम्रो यस्तो छ। रोड यहाँ आइपुगेको त छ। रोड तलैसम्म छ। तर रोड छ, इन्टरनेट छ, सबै कुराहरू छ। तर मान्छेहरूको बसोबास छैन। गाउँ यस्तै छ है हजुरहरू। हेर्नुहोस् हाम्रो हिलियाङ छ साबिक भारपा 4 नम्बर। यो सबै देखिएको तल घरहरू यो यता पर सबै यता पर सबै माथिसम्म भारपा 4 साबिक अहिले हिलियाङ 6 पर्छ है। हिलियाङ त माथिसम्म नै पर्छ। तर पुरानो साबिक भारपा चाहिँ यति हो।